हेलो एभ्रिवान अनि वेलकम छ हजुरहरुलाई मेरो मिनी ब्लगमा। आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला साथीहरु। म नि ठिकै छु। मलाई चाहिँ गाउँ काट्दाखेरि धेरै धुलो भएर चाहिँ रुगा लागेको छ, घाँटी दुखेको छ। त्यही भएर मेरो भोइस नि अर्कै आएको छ साथीहरु। अनि हजुरहरुले मेरो भिडियोहरु कहाँदेखि हेर्दै हुनुहुन्छ सो कमेन्ट गरेर नबिर्सिनु होला। मलाई नि थाहा होस् नि मेरो भिडियो कहाँदेखि हेर्नु हुँदो रहेछ, कहाँसम्म पुग्दो रहेछ भनेर। साथीहरु यो हाइट सानो हुनु त एकदमै गाह्रो के। कपडा धोको तार नि पुग्न सक्दिन हो, गाह्रो छ, बिजोक छ मेरो जिन्दगी चाहिँ। मलाई चाहिँ यति कहिले मेरो हाइट बढ्ला जस्तो लाग्छ, तर के गर्ने बढ्दैन भन्ने थाहा छ मलाई। त्यही भएर त्यसैमा खुसी छु म चाहिँ। अब हाइट बढेको भइदा त जे काम गर्न नि सजिलो हुन्थ्यो नि त, पुगिन्थ्यो माथिको चिजहरू है। सो म चाहिँ खाना खाएँ अनि कपडाहरू धोएर चाहिँ खाना खाएँ। खाना खाएर चाहिँ काम थियो के अलिकति। अनि हाम्रो चाहिँ गहुँहरू सबै काटेर भित्र थन्काएर सक्यौँ हामी चाहिँ। अब यो चाहिँ लास्ट काम हो। यति काम सकेर चाहिँ मजाले बस्ने हो, घुम्ने हो। यिनी चाहिँ मेरो प्यारो देवर बाबु, मेहनती देवर बाबु हो। सबैले माया गरिदिनु होला। यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद साथीहरू। अनि फाइनली हाम्रो चाहिँ अब यो गाउँको काम चाहिँ सकियो साथीहरू। अब त एकदम मजा छ, मजाले घुम्ने हो, बस्ने हो। र आजको लागि यति नै साथीहरू, बाई बाई।